हेलो अनि नमस्ते गाइज, स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। म के गरौँ कि तपाईहरुलाई मेरो ब्लग मन परोस् अनि राम्रो लागोस्। मलाई थाहा छ एकैचोटि तपाईहरुको मन जित्न सकिँदैन। यसको लागि मलाई केही समय लाग्नेछ अनि आशा गर्छु कि म तपाईहरुले मलाई केही समय दिनुहुन्छ अनि तपाईहरुलाई म राम्रो ब्लग दिन सक्छु। म चाहिँ आज के भन्न चाहन्छु भने मेरो नाम हो गेगबहादुर राणा मगर र म चाहिँ पाल्पादेखि झरेको। अहिले चाहिँ मेरो बसाइ सुनौल नगरपालिका वार्ड नम्बर 10 नवलपरासी जिल्लामा छ। म चाहिँ अहिले हामी यता झरेको लगभग 12-15 वर्ष भयो होला। डर लाग्दो रहेछ गाइज क्यामेरा फेस गरेर बोल्न हैन। कोसिस गरिरहेको छु तै पनि हेरौँ के हुन्छ। नै कलेजमा सबैले एलोन भनेर चिन्छन्। म चाहिँ अधीर माया गरिदेऊ न मलाई। थ्याङ्क यू। आई लभ यू बाबा भन्दै हुन्छ अलि चिच्याएर। आई लभ यू छोरो। हेलो एन्ड नमस्ते गाइज, स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। आज चाहिँ म सुनौलको हिल पार्कको माथि डाँडामा जाँदैछु। मसँग छ अनि एउटा अदीप राणा। हेलो अदीप, हाई गर्देऊ न। गुड। ल भोलिपर्सि तिमी र म यो बाटो चाहिँ गाडी चलाएर आउनुपर्छ है। सररती सुनौलको भ्यू। हाम्रो सुनौल यस्तो छ है गाइज। यहाँ तल चाहिँ फेरि एकदम ठुलो भिड छ नि। सुनौलमा भिड पनि छ। हामी चाहिँ अहिले आधी बाटो आइसकेको छौँ। म र छोरा आधी बाटो हिँड्दै लौ छोरो हिँड्दै म चाहिँ आधी बाटोमा आइसकेको छु। आधी बाटोमा अहिले बस्ने क्रममा चाहिँ मैले पहिला खाएको ठाक्कल देखेँ अनि म टिप्न गएँ। यो देख्न सक्नुहुन्छ तपाईहरु ठाक्कल। ल छोरो त्यहाँ आयो। हेलो छोरो यता हेलो भनिदेऊ न। यहाँ त्यहीँ बसेर के। ल मेरो छोरो चाहिँ यत्रो हिँडेर आयो त्यही पनि थाकेको छैन है। ल है गाइज, यो चाहिँ तपाईहरुलाई थाहा छ कि छैन, ठाक्कल हो ठाक्कल। अहिले चाहिँ पाकेको छैन तर पाक्दा चाहिँ एकदम मिठो हुन्छ है। पाक्दा एकदम मिठो हुन्छ। अहिले चाहिँ पाकेको छैन। यसरी हिँड्दैछौँ गाइज। बाउछोरो भएर हिँडिराखेछौँ। अहिले ट्याक्क तपाईहरुलाई अब म माथि डाँडामा गएर भेट्छु है त। आज चाहिँ म सुनौलको हिल पार्क भन्ने ठाउँमा आएको छु। सुनौलको हिल पार्क नयाँ बन्दै गरेको हिल पार्क गाइज। अहिले चाहिँ बन्ने क्रममा छ। अनि तपाईहरुलाई चाहिँ म के भन्न चाहन्छु भने क्यामेरामा बोल्न अनि हुनुहुन्छ नि आफ्नो मनको कुरा खोल्न चाहिँ एकदमै डर लाग्दो रहेछ हैन। यसरी पहिलो प्रयास मेरो जारी छ। कृपया तपाईहरुलाई मन पराइदिनु होला तपाईहरुले अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। अनि तपाईहरुको लागि म यसरी नै
ठाउँ गएर भिडियो बनाउने छु अनि तपाईहरुलाई भ्यू देखाउने छु। तपाईहरुको मन इच्छामा भएको मनमा भएको कुराहरु मलाई भन्नु होला। जस्तो छ त्यस्तै कमेन्ट गरिदिनु होला। राम्रो लाग्छ भने राम्रो भनिदिनु होला, नराम्रो भए नराम्रो भनिदिनु होला। म त्यसलाई अन्यथा नलिकन म मेरो चाहिँ सुधार्नेतिर लाग्ने छु। के गरेको त त्यो? रोपेको? रोपेर चाहिँ के हुन्छ छोरो? जादु हुन्छ? धेरै रुखहरू हुन्छ भन न। ल है, रुखहरू रोप्नुपर्छ भन्ने कुरा चाहिँ सानो बच्चाहरूलाई पनि थाहा छ। सुनौलको भ्यू यस्तो छ। अहिले चाहिँ म सुनौलको हिल पार्क माथि डाँडामा छु। एकदमै राम्रो छ भन्दै गरेको। अझै म बनिसकेपछि आउने छु यहाँको भ्यू तपाईहरुलाई देखाउन। अनि हेरेर तपाईहरुले मनोरञ्जन लिदिनु होला। यस्तो छ है हिल पार्क, भन्दै गरेको हिल पार्क। यो चाहिँ मेरो छोरा हो।